20 वर्ष काम गऱ्यौँ त्यो साथीहरूसँग, त्यो साथीहरूले कहिले पनि त्यो सङ्गीतकारको नामै भनिदिनु भएन। कहिले के भनिदिनुहुन्छ, कहिले के भनिदिनुहुन्छ। मैले धेरैचोटि आग्रह गरेँ मैले कि साथीहरूलाई कमसेकम नि हामी सँगै बसेको, मसँगै तपाईँहरूले सोधेर रचना गर्नुभएको, अनि किन कन्जुसाइ गर्नुहुन्छ भनेर कति फेर भने त्यो उहाँहरूले चाहिँ चाहनु नै भएन। सायद त्यो गीत चलेर हो कि वा उहाँहरूले मन नपराएर हो मलाई, उहाँले सङ्गीतकारको नामै त्यो सङ्गीत चाहिँ मैले गरेको थिएँ है, शीर्षायको कसैलाई पनि थाहा छैन। त्यहाँ मैले म आस्था परिवारमा काम गर्थेँ पहिला, रमेश दाई, रामकृष्ण दुवाल होइन। एउटा जिम्मा कुराकानी है हजुर, मैले अब यही जुन अहिले दाइले भन्नुभयो शीर्षक गीतमा जुन हजुर सङ्गीतकार दाइले आफै भन्नुभयो नि, मैले पनि एउटा कान्तिपुरमा एउटा आर्टिकल आएको थियो, पछि उहाँ रमेशको एउटा किताब पनि आएको थियो होइन। अनि उहाँले के गर्नुभएको थियो, इन्द्र चोकमा त्यो अलिक बच्चाहरू हुन्छ नि, त्यो भर्खर सिकिरहेका बच्चाहरूले मुरली बजाएर नेवारी ड्रेसमा त्यो गीत शीर्षकको गीत अगाडि बजाउँदै गइरहेको थियो। रमेश दाई पनि पछाडिबाट त्यो गीत सुन्दै मुसु मुसु हाँस्दै गइरहेको। अब त्यहाँ पनि सङ्गीतकारमा चाहिँ रमेशै भनेर नाम आयो क्या होइन। के भन्छ भने ठिक छ, हजुरले धन्यवाद। यस्तो कुराहरू यस्तो बेलामा निस्कनु अति नै राम्रो कुरा। के भने चाहिँ शीर्षाया हेकु किन नाम रह्यो भने चाहिँ त्यो दुवाल दाईले त्यसमा गीत लेखेर शीर्षाया हेकु भयो। त्यो गीत कहाँबाट आयो भने चाहिँ दत्तात्रेयको पछाडि एउटा, तपाईँहरूलाई भक्तपुर जानुभएको होला, भक्तपुरको पछाडि वाखापति नारायण भन्ने एउटा विष्णुको मन्दिर छ है। त्यहाँ जहिले पनि धान रोपेर आइसकेपछि त्यो ठाउँमा धानको अलिकति ल्याएर प्रभु यो चाहिँ हाम्रो धान यसपालि राम्रो होस् है भनेर उहाँहरूले चढाउनुहुन्थ्यो। र त्यो गीत र अनि सायद काठमाडौँका सरी है, फेरि काठमाडौँका हाम्रो साथीहरूले गाइचा प्याहा भन्ने थाहा छ हजुरहरूलाई? गाइचा प्याहा भन्ने थाहा छ? गाइचा प्याहा, गाइचा भनेको गाइने, प्याखा भनेको नाच। त्यो नाच भनेको स्याटर, जस्तै कि कुनै प्रधानमन्त्रीले यो गर्यो त्यो गर्यो भने चाहिँ उहाँहरूले अहिले पनि त्यो छ भक्तपुरमा, त्यसमा चाहिँ बिना इन्स्ट्रुमेन्ट हुँदैन, उहाँसँग यहाँ चाँप लगाएको हुन्छ, लट्ठी हुन्छ, अनि एक राउन्ड जस्तै 15-20 जना उहाँहरू हुनुहुन्छ, अनि त्यो गीतहरू गाउनुहुन्छ। मैले त्यो म भक्तपुरमै भएको हुनाले, जन्मेको हुर्केको हुनाले त्यो गीतलाई र त्यो अनि वाखापति ना वाखा ता ता तारा रा तारा रा 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 दादी दादी दा दादी रा रा, यो यहाँबाट त्यो गीत सुरु भएको। मैले जब आस्थामा स्वर्णिम स्कुल एउटै थियो पहिला, दुईवटा भएको थिएन। त्यसमा मोहन श्रेष्ठ उहाँ चाहिँ प्रिन्सिपल हुनुहुन्थ्यो, अनि हामीसँगै काम गर्थ्यौँ। म, रमेश दाई, दुवाल दाई, मन्जुल दाई, हामी त्यो स्कुलमा काम गर्थ्यौँ। अनि त्यहाँ जाँदाखेरि मैले यस्तै साह्रै मसँग लगेर मैले रमेश दाईले सुनाएँ। रमेश दाई, मैले एउटा भक्तपुरको एउटा यस्तो कम्पोजिसन गरेँ, दाईले यसो सुन्नु नभनेर भने सुनाउने क्रममा ओहो राम्रो रहेछ गीत बाबु ल यसलाई भनेर, त्यसपछि दुवाल दाईले ओहो राम्रो रहेछ म यसलाई गीत लेख्छु भन्नुभयो, गीत लेख्नुभयो। उहाँ रचनाकार, उहाँ दुवाल दाई राम्रो सङ्गीतकार पनि हो, राम्रो गायक पनि हो, रामकृष्ण दुवाल, अनि धेरै प्रतिभा भएको मान्छे हो उहाँ। तर म उहाँलाई भन्दिनँ कि म नराम्रो मान्छे भनेर, तर पनि एउटा सानो, हामीसँगै 20औँ वर्ष हामी काम गरेर उहाँले यो भन्नु चाहनु भएन कि भरत नेपालीले सङ्गीत गरेको भनेर, यो विडम्बना। अनि एउटा म खोज्दै जाँदाखेरि एउटा मैले किताब पाएँ नेपाल भाषाको, मैले यही हिस्ट्रीमा पनि निस्केको छ, यो नेपाल भाषाको पहिलो निस्केकोमा भरत नेपाली को सङ्गीत अनि दुवाल दाईको रचना, परिमार्जित रमेश दाई भनेर हाम्रो 3जनाको फोटो सहित निस्केको छ। त्यस्तोमा पनि अब दुवाल दाईहरूले यस्तो भन्नु भने अलिकति
दुःखदायी कुरा जस्तो लाग्छ मलाई।